नेपालमा आज भोलि हिजो आज फेसबुकबाट पैसा कमाउने समय आइसक्यो साथीहरू। जसले फेसबुक चलाउनुहुन्छ कुना कुनामा बसेर पनि तपाईँहरूको गाउँठाउँमा होइन राम्रो राम्रो झरना होला, जङ्गल होला, तपाईँले पशुपन्छी पाल्नु भएको छ होला, घाँस काट्नुहुन्छ, त्यसको भिडियो लाउनुहोस्। सिर्फ 15 सेकेन्ड, 20 सेकेन्ड, 30 सेकेन्ड, 1 मिनटको भिडियो लाउनुहोस्। तपाईँलाई डेली पैसा झरेकै गर्छ। डेली एक दिनमा 3टा भिडियो लाउनुहोस्। बिहान एउटा लाउनुहोस्, दिउँसो एउटा लाउनुहोस्। तर म्युजिकको राम्रो लाएर म पुरा दोहोरीको गीतहरू लगाएर म्युजिकको अरूको गीतको भिडियो लगाउँछु, टिकटकको भिडियो लाउँछु, टिकटकको डाउनलोड गरेर लाउँछु भन्नुहुन्छ नि, त्यो कदापि नगर्नुहोस्। जति बोल्नुहुन्छ आफ्नो बारेमा बोल्नुहोस्। तपाईँले अलैँची खेती गर्नुहुन्छ अथवा केही खेतीपाती गर्नुहुन्छ, हरेक थोकलाई त्यसलाई देखाएर त्यो एउटा सुझाव सल्लाह जानकारीमूलकको भिडियो लगाउनुहोस् है। जुनैसुकै खेती गर्नुहुन्छ त्यो भिडियो तपाईँको भाइरल हुन्छ। तपाईँले कसैलाई फलो गर्नुहोस्, यो गर्नुहोस् भनिरहनु पर्दैन। तपाईँलाई तपाईँको कन्टेन्ट मनपर्छ नि, ओहो कति राम्रो गाउँ रहेछ यार, कस्तो राम्रो ठाउँ रहेछ, के चाहिँ रहेछ यो खेतीपाती, यसलाई कसरी उत्पादन गर्ने रहेछ। तपाईँले अब रुद्राक्षमाला भन्छ नि दाना, त्यसको खेती गर्नुहुन्छ, उखु खेती गर्नुहुन्छ हो, त्यसको भिडियो लगाउनुहोस्। तपाईँले अरू केहरू नयाँ चिजहरू लाउनुहुन्छ होइन, किवीको खेती, स्याउ सुन्तलाको खेती गर्नुहुन्छ, तपाईँले जानकारीमूलकको भिडियो लगाउनुहोस्। तपाईँको भिडियो आफै भाइरल हुन्छ र तपाईँले प्लिज फलो गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, कसैलाई भन्नु पर्दैन। ल साथी हो, यो मेरो जानकारीमूलकको भिडियो छ, तर मेरो चाहिँ हुँदैन। किन हुँदैन भन्दाखेरि मान्छेलाई अब हाम्रो कन्टेन्टै छैन नि त। हाम्रो कन्टेन्ट नभएपछि अलिक दुःख पाउँछ। यहाँ छ, यहाँ मलेसियामा छु म होइन, मलेसियामा हरेक ठाउँ नयाँ ठाउँतिर जानु पाइन्छ, तर हाम्रो समय छैन। ड्युटी गयो, ड्युटी आयो, के गर्ने हजुर, यस्तै छ। तर तपाईँहरूले गाउँघरमा जग्गा जमिन खेती किसान गर्नुहुन्छ, बाख्रा भेडा पाल्नुहुन्छ, भैँसी गाई गोरु छ, तपाईँको जङ्गलमा लैजानुहोस्। अगाडिबाट पछाडिबाट युट्युब पनि चलाउनुहुन्छ, युट्युब पनि लगाउनुहोस् भिडियो होइन। आफ्नै युट्युबभित्र हुन्छ, तपाईँको जिमेल आइडीबाट हुन्छ। फेसबुक पनि अब तपाईँहरूको आफ्नै भयो। त्यसपछि तपाईँलाई फेसबुकले आफै दिन्छ सम्पूर्ण गरेर, फलाना लगाऊ, फोन नम्बर लगाऊ, ब्याङ्क खाता नम्बर लगाऊ, सबै दिन्छ। अरू भिडियो म भन्नेछु, भिडियो लामो भयो। थ्याङ्क यू सो मच। अरू साथी दाजुभाइहरूले त्यसो गर्नु होला। नेपालमा पैसा कमाउनु होला। तपाईँलाई भान्सामा चाहिने चिज, नुन तेल साग सब्जी किन्नु पैसा फेसबुकबाट आउँछ अब। ओके, थ्याङ्क यू। जय नेपाल।